सत्ता ढलेको दिन त सबैलाई याद हुन्छ, तर इतिहासको सबैभन्दा गाह्रो प्रश्न सधैँ एउटै हुन्छ। सत्ता ढलेपछि भोलिपल्ट के हुन्छ? क्रान्ति गर्नु कठिन हुन्छ, तर क्रान्तिपछि देशलाई स्थिर बनाउनु अझ कठिन हुन्छ। इतिहास साक्षी छ, धेरै देशहरूले क्रान्ति त सफलतापूर्वक गरे, तर त्यसपछि उनीहरू निर्वाचनको पासोमा फस्यो। राजनीतिक अस्थिरता, गृहयुद्ध वा नयाँ तानाशाही। हामी नेपालीहरू जति सबै देशका जनता भाग्यमानी हुँदैनन्। हाम्रो देशले क्रान्तिपछि पहिलो महिला प्रधानमन्त्री पायो। पहिलो महिला प्रधानमन्त्रीको रूपमा प्रधान न्यायाधीश भइसकेकी सुशीला कार्कीले उक्त जिम्मेवारी सम्हाले। श्रद्धाको साथ धेरैले उनलाई आमा पनि भन्ने गर्छन्। आजको यो भिडियोमा हामी महत्त्वपूर्ण प्रश्नको खोजी गर्नेछौँ। क्रान्तिपछि नेपाल कसरी निर्वाचनसम्म पुग्यो? प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकारले कसरी देशलाई जटिल परिस्थितिबाट बाहिर निकाल्न सफल भयो? निर्वाचन गराउन नसकेर कुन कुन देश भुमरीमा फँसेका छन् त? साथै आज प्रधानमन्त्री आमालाई धन्यवाद भन्न पनि यो भिडियो निर्माण गर्दैछौँ। साल भाद्र 23 र 24 गते भएको जेन्जी विद्रोहपछि नेपालको राजनीति पूर्ण रूपमा बदलियो। देशभर एउटै प्रश्न थियो, अब देश कसले चलाउँछ? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि देश नेतृत्वविहीन जस्तै देखिएको थियो। देशभर अनिश्चितता, डर र राजनीतिक तनाव फैलिएको थियो। यही अवस्थामा जेन्जी आन्दोलनकारीहरूको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले एक असामान्य निर्णय लिए। संविधानले परिकल्पनै नगरेको प्रतिनिधि सभा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरियो, पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई। सरकारलाई 6 महिनाभित्र निर्वाचन गराउने म्यान्डेट दिएको थियो। हामीले दिन रात मेहनत गर्यौं भने हामी 6 महिनाभित्र हामी सक्छौं र हामी एकदम कम्पल्सरी सक्न चाहन्छौँ। फागुन 21बाट निर्वाचन गरेर ह्यान्डओभर गरेको दिन चाहिँ मलाई चाहिँ एउटा के छ भने पखेटा पलाए जस्तो महसुस हुँदैछ। धेरैलाई यो निर्णय औपचारिकता मात्र जस्तो लागेको थियो, किनकि इतिहासले देखाएको थियो क्रान्तिपछि निर्वाचन गराउनु सबैभन्दा कठिन काम हो। सुशीला कार्की प्रधानमन्त्री भइसकेपछि राजनीति चर्को दुई ध्रुवमा विभाजित भइसकेको थियो। एउटा पक्ष प्रश्न गरिरहेको थियो, गोली किन चल्यो? अर्को पक्ष अर्को प्रश्न उठाइरहेको थियो, सिंहदरबार कसरी जल्यो? एउटा पक्ष जसरी भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्नुपर्ने भन्दै सरकारलाई दबाब बढाइरहेको थियो। कारबाही गर्न नसकेको भनेर आन्दोलनकारीहरूले सरकारको चर्को आलोचना गरिरहेका थिए। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा राखेर हामी राखेछौँ नि त्यही ठाउँमा त्यसरी म थुत्रे निकाल्छु। अर्कोतर्फ भने वैधानिक तरिकाले बनेको सरकार ढालेर संविधान बाहिरबाट बनेको यो सरकारलाई ओली नेतृत्वको एमाले नस्वीकार्ने अवस्था थियो। 21 गते फागुनमा चुनाव गराउँछन् नि भन्नुहुन्छ, ढाँट कुरा गर्नु होला। त्यो चुनाव गराउने अधिकार पनि तपाईलाई छैन। को तपाईँ चुनाव गराउनु? सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा स्वीकार नगर्नेदेखि नयाँ प्रधानमन्त्री बनाउन अनेक चलखेल भए। मन्त्री बन्नेहरूको बालुवाटारमा लड्को लागेको थियो। विवादास्पद छविका धेरैजना लाइनमा थिए, तर प्रधानमन्त्री कार्कीले दोहोरो गरी खुट्टा टेकिन्। धेरै दबाव र प्रभावलाई व्यवस्था गर्दै आफ्नो आवश्यकता अनुसार सानो मन्त्रीमण्डल गठन गरिन्, जुन मन्त्रीमण्डलले धेरैले विश्वास नगरेको नपत्याएको निर्वाचन सम्पन्न गराएको छ। फागुन 21 तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ? म लेखेर दिन्छु यो रेकर्डमा, तपाईँलाई अगाडि राखेर ल गराएर हेर्नुहोस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न? जेनजीले पनि आजै छोड, भोलि छोड, पछि छोड भन्छ। अब छोडौँ भने के छोडौँ? फेरि छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि त तिमीहरूलाई, एउटा औकात त तिमीहरूको औकात त छोडेर हिँड्ने नरहेछ, के गरेर हिँड्यौ भन्ने फेरि अर्को आउँछ फेरि भाष्य। हामी त एकदम कस्तो भने पेन्डुलम जस्तो, त्यही पनि सकस गरेर मेहनत गरेर बहुत हामीले एउटा धैर्य धारण गरेर हामी काम गर्दैछौँ। हामीले बिर्सनै नहुने भनेको नेपाली सेनाको भूमिका हो। जेन्जी विद्रोहपछि सबैको आशा र डर नेपाली सेनाप्रति थियो। नेपालको राजनीतिले अधिकांश संस्था र प्रणालीहरू कमजोर बनाइसकेका छन्, त्यसको अपवाद हो नेपाली सेना। जेन्जी विद्रोहपछि पनि नेपाली सेनाले बडो सुझबुझपूर्ण कदम चाल्यो। आन्दोलनदेखि निर्वाचनसम्म नेपाली सेनाको भूमिकाले गर्दा निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। देश अस्थिर अवस्थामा जाँदा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएका कैयौँ देशका उदाहरण छन्, तर नेपालको सेना त्यसको अपवाद हो। अहिलेसम्मको इतिहास हेर्दा नेपाली सेनाले हरेक परिवर्तन वा जनताको साथ दिएको देखिन्छ। यो पनि हाम्रो जस्तो विकासोन्मुख देशमा सेनाको यो कदम अपवादमै पर्छ। हामीले धन्यवाद भनिरहँदा नेपाली सेनालाई छुटाउनु हुँदैन। इतिहास के भन्छ? क्रान्ति सफल भएपछि देशहरू प्राय 3 दिशामा जाने खतरा हुन्छ।
अराजकता, गृहयुद्ध वा नयाँ तानाशाही। विश्वका केही उदाहरण हेरौँ। इजिप्ट सन् 2011। इजिप्टमा ताहरिर स्क्वायरको आन्दोलनले 18 दिनमै 30 वर्ष लामो तानाशाही डर्यो। राष्ट्रपति होस्नी मुबारक सत्ताबाट हटे। त्यसपछि सन् 2012मा चुनाव भयो, तर त्यो चुनावले स्थिरता ल्याउन सकेन। राजनीतिक ध्रुवीकरण र संस्थागत कमजोरीका कारण देश फेरि अशान्त भयो। अन्ततः सेनाले हस्तक्षेप गर्यो। जनरल अब्देल फताह अली सिसी सत्तामा आए। नतिजा आज इजिप्ट पहिलेभन्दा पनि कडा सैन्य शासन अन्तर्गत छ। क्रान्ति सफल भयो तर लोकतान्त्रिक भविष्य हरायो। लिबिया सन् 2011। लिबियामा नेटोको सहयोगमा गद्दाफी शासन ढालियो। 42 वर्ष लामो शासन एकैचोटि अन्त्य भयो, तर त्यसपछि देश स्थिर भएन। बरु लिबिया धेरै टुक्रामा विभाजित भयो। अनेकन सशस्त्र गुट र 2वटा समानान्तर सरकार। विगत 1 दशकदेखि निर्वाचनको मिति तय हुन्छ र फेरि सारिन्छ। आजसम्म लिबियालीहरूले एकीकृत राष्ट्रिय नेता चुन्न सकेका छैनन्। सिरिया सन् 2011। सिरियामा युवाहरूले लोकतन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए, तर सत्ताले हिंसात्मक प्रतिक्रिया दियो र क्रान्ति 14 वर्ष लामो गृहयुद्धमा बदलियो। सन् 2025मा असद शासन ढले पनि देश अहिले विभिन्न सशस्त्र समूहहरूको नियन्त्रणमा छ। निष्पक्ष निर्वाचन अझै पनि टाढाको सपना मात्र बनेको छ। बङ्गलादेशमा युवा विद्यार्थीहरूको आन्दोलनले शेख हसिनाको सत्ता ढाल्यो। विद्रोह सफल भयो, तर समस्या त्यसपछि सुरु भयो। बङ्गलादेशमा लामो रस्साकसीपछि लामो समय लगाएर निर्वाचन सम्पन्न त भयो, तर विद्रोह हुँदाको सत्ताधारी दललाई प्रतिबन्ध गरेर। एउटा ठुलो हिस्सा यो निर्वाचनबाट असन्तुष्ट देखिन्छ, जुन आक्रोश कुनै बेला पनि पोखिने डर बाँकी नै छ। विश्वका धेरै क्रान्तिहरूलाई निर्वाचनसम्म पुग्न वर्षौँ लाग्छ। कतिपय देशहरू कहिल्यै पुग्दैनन्, तर नेपालमा भाद्र 2082को जेन्जी विद्रोहपछि केवल 2 दिनमै सरकार परिवर्तन भयो र त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले एउटा स्पष्ट प्रतिबद्धता व्यक्त गरिन्। 6 महिनाभित्र निर्वाचन गराइन्छ। सत्ता लम्ब्याउने वा अन्तरिम शासन कायम राख्ने बाटो खुल्ला थियो, तर त्यो बाटो रोजिएन। बरु चुनावको तयारी सुरु भयो र आज 2082 फागुनको अन्त्यमा नेपालले निर्वाचन सम्पन्न गरिसकेको छ। विश्वका धेरै क्रान्तिहरू अराजकता वा नयाँ तानाशाहीमा टुङ्गिन्छन्, तर नेपालले अर्को बाटो रोज्यो, मतपेटिकाको बाटो। क्रान्ति सडकमा जितिन्छ, तर लोकतन्त्र मतपेटिकामा सुरक्षित हुन्छ। यति भन्दै गर्दा यो सरकारले गर्नुपर्ने धेरै थियो, किन गरेन भनेर प्रश्न नि स्वाभाविक रूपमा आउन सक्छ। तर जे गर्नुपर्ने थियो त्यो मध्येको सबैभन्दा महत्त्वपूर्ण काम निर्वाचन चाहिँ सम्पन्न गर्यो। अन्त्यमा निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय सेवक कर्मचारी लगायत प्रत्यक्ष र अप्रत्यक्ष खटिने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। खोज रिपोर्टसँग जोडिरहनुहुन अनुरोध गर्दछौँ। नमस्कार, तपाईँहरूको समय शुभ रहोस्। धन्यवाद।